अञ्जली म्याम हो कि आज के कामले आउनु भएछ बोलाइ हेर्नु पर्यो। अञ्जली म्याम, हेलो अञ्जली म्याम। हजुर भन्नुहोस् न सुशील सर के भयो? यति हस्याङ फस्याङले मजामा। आज यतातिर देखिरहेको छु, के कारणवशले यहाँ आइपुग्नु भयो होला आज? हजुर हाम्रो चाहिँ एकजना जेन्युन बायरले टोखामा बाटो ठुलो भएको चट्ट मिलेको एउटा ब्युटिफुल प्रपर्टी देखाउनु भन्दै हुनुहुन्थ्यो। त्यस्तै प्रपर्टी खोज्दै चाहिँ यतातिर आएको थिएँ। यस्तो प्रपर्टी हजुरको लागि भनेर यहाँ हामीले रेडी गरेर राखेका छौँ। हजुरले भन्नुभएको जस्तो एकदमै ठुलो 20-22 फिट बाटो, हजुर हजुरको पश्चिम र दक्षिण फेस गरेको, मजाले बिहानदेखि बेलुका घाम लाग्ने घर हजुरहरूकै लागि लिएर आएको छु। ल आउनुहोस्, बरु हजुर र म भएर सँगै देखाउन त। हुन्छ। लोकेसन वाइज अहिले हामी छौँ टोखा ग्रान्डे इन्टरनेसनल हस्पिटलबाट एकदमै सर्ट डिस्टेन्समा। तपाईँले 4.5 आना क्षेत्रफलमा फैलिएको पाउन सक्नुहुन्छ भने साउथ वेस्ट फेसिङ गरेको छ। अब पार्किङ त तपाईँले देख्न सक्नुहुन्छ। एउटा ठुलो 4 व्हिलर 4-5 वटा बाइक तपाईँले मजाले एडजस्ट गर्न सक्नुहुन्छ भने यताबाट तपाईँले 2 BHK पाउन सक्नुहुन्छ, जुन तपाईँले रेन्टल स्पेसको लागि छुटाउन सक्नुभयो भने अब फर्स्ट फ्लोरमा चाहिँ के छ त्यो हामी सँगै मिलेर तपाईँलाई देखाउँछौँ। फर्स्ट फ्लोरमा आउनु भइसकेपछि हजुरले यहाँनिर एउटा गेस्ट रुम पाउन सक्नुहुनेछ। बाहिर झ्याल भयो, सँगै हजुरले दराजको स्पेस पनि पाउन सक्नुहुन्छ। एकदमै ठुलो रुम छ भने हजुरले यो साइडमा आउनुभयो भने यहाँनिर एकदमै राम्रोसँग डिजाइन गरिएको मोडल किचन डाइनिङको स्पेस पनि पाउन सक्नुहुन्छ। एकदमै उज्यालो छ, बाहिर कौसीदेखि लिएर डाइनिङ टेबल एकदमै जत्रो राख्नु भयो भने मजाले अट्छ भने सँगै हजुरले यहाँनिर लिभिङ एरियाको स्पेस पनि पाउन सक्नुहुनेछ। बाहिर कौसी, टिभी क्याबिनेटदेखि लिएर एकदमै उज्यालो फराकिलो स्पेस पाउन सक्नुहुनेछ भने हजुरले यो साइडबाट चाहिँ एउटा कमन बाथरुमको स्पेस पनि पाउन सक्नुहुनेछ। एकदमै ठुलो स्पेस बाथरुमको पनि हजुरले यहाँनिर पाउन सक्नुहुनेछ। हजुरले अब यो सँगै हामी सेकेन्ड फ्लोरमा जान्छौँ। के छ त त्यो पनि सर हेरिहालौँ है त। भयो हाम्रो सेकेन्ड फ्लोरको फर्स्ट बेडरुम तपाईँले देख्न सक्नुहुन्छ। यतापट्टि वार्डरोबहरू रहेको छ भने अब लाइटिङको डिजाइनहरू पनि एकदमै राम्रोसँग चाहिँ कम्प्लिट गरिएको छ भने तपाईँले यतापट्टि देख्न सक्नुहुन्छ। हाम्रो सेकेन्ड फ्लोरको सेकेन्ड बेडरुम यतापट्टि वार्डरोबहरू छ, एकदमै स्पेसियस रुम छ। कलरिङ, लाइटिङ, फल सिलिङदेखि लिएर सबै कुराहरू चाहिँ राम्रो तरिकाले कम्प्लिट गरिएको छ भने तपाईँले यतापट्टि देख्न सक्नुहुन्छ। कमन बाथरुम रहेको छ। अब हामी चाहिँ सेकेन्ड फ्लोरको यो ग्रान्ड मास्टर बेडरुममा चाहिँ एन्टर गर्दैछु। तपाईँले देख्न सक्नुहुन्छ एकदमै स्पेसियस रुम छ, प्लस तपाईँले अट्याच बाथरुम, वाटर्स वार्डरोबहरू पनि पाउन सक्नुहुन्छ। अब लाइटिङदेखि लिएर सबै कुराहरू तपाईँले हेर्न सक्नुहुन्छ। यस्तो पर्फेक्टली फिनिसिङ गरिएको छ भने यता बाहिरबाट तपाईँले भ्यू पनि हेर्न सक्नुभयो। अब टपमा चाहिँ के छ हामी त्यो तपाईँलाई देखाउँछौँ। थर्ड फ्लोरमा आउनु भएपछि हजुरले यहाँनिर पाउन सक्नुहुन्छ एकदमै